अ, नमस्ते साथीहरू। आज हामी गण्डकी प्रदेश नवलपुर जिल्ला काउसी नगरपालिका वडा नम्बर 2 मा अवस्थित सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा छौँ यतिखेर। र तपाईँ मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको छ, यहाँ किसानहरूले तरकारी खेती गरिरहनु भएको छ। विशेष त अहिले काँक्रा लगाइरहनु भएको छ र यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ थाँक्रा लगाउने काम भइरहेको छ। र यसै सिलसिलामा एकदमै सानो बाबु मेरो छोरा सफल ठाडा मगर पनि काममा अहोरात्र खटिनु भएको छ। यसरी नै हामीले हाम्रा साना साना बाबु नानीहरूलाई यसरी कर्म गर्न सिकाउनु पर्छ। काम गरेर मात्रै देशलाई समृद्ध बनाउन सक्छौँ। र अहिले नेपालको अवस्था अत्यन्तै बिग्रिएको छ, अर्थतन्त्र डामाडोल छ। त्यसकारण पनि सबैजनाले श्रम गर्नुपर्छ। श्रम बिना नेपाल समृद्ध हुनै सक्दैन। त्यसकारण पनि हामीले हाम्रा साना साना बाबु नानीहरूलाई यसरी नै श्रम गर्न सिकाउनु पर्छ र अनि मात्र देश समृद्ध हुन्छ। र नेपालमा धेरै भइसक्यो, सबैजनाले गफै गरेर खाना लागिसक्यो। त्यसकारण पनि अब यसरी गफ गरेर हुँदैन, नेताहरू सच्चिनुपर्छ। नेपाल बिग्रिनुको मुख्य कारणहरू नेताहरूले नातावाद कृपावाद हेर्दै भ्रष्टाचारमा व्याप्त हुनुले पनि नेपालको अवस्था अहिले एकदमै बिग्रिदो अवस्थामा छ। र नयाँ युवा पुस्ताहरूले पनि श्रमलाई सम्मान गर्न सक्नुपर्छ। अनि मात्र हामीले देशलाई समृद्ध बनाउन सक्छौँ। साना साना बाबु नानीहरू अत्यन्तै हामीले देखिरहेका छौँ, मोबाइलमा झुम्दै समय बर्बादी गरिरहेको अवस्था छ। त्यसकारण पनि सबै बाबु नानीहरूलाई म के भन्न चाहन्छु भने यसरी नै श्रम गर्नुहोस्। श्रम गरेपछि मात्रै हामीले देशलाई समृद्ध बनाउन सक्छौँ। धन्यवाद।